हेलो 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 गुड मर्निङ। अहिले ठ्याक्कै 5:30 बजिरहेछ। आज 24 तारिक 08/2026 हो। आज मन्डे सोमबारको दिन हो। हामी चाहिँ विष्णुमती करिडोरमा छौँ, विष्णुमती मन्दिरमा छौँ। यहाँ पनि एउटा शिव मन्दिर देखेँ मैले। कहाँबाट छिर्ने माथि फेरि? अनि माथि कहाँ जान्छौ त फेरि? त्यहाँबाट माथि बाहिर निस्किन्छ। यो चाहिँ तपाईँले जुन यो विष्णुमती खोला देखिरहनु भएको छ नि, यो विष्णुमती खोलाको छेउमा भएको अवस्थित मन्दिर हो। मन्दिरको सहर। यहाँबाट विष्णुमती बगिरहेको छ, हेर्नुहोस्। विष्णुमती खोला, यही हो विष्णुमती खोला, हेर्नुहोस्। यो अगाडिपट्टिको खाली भाग देख्नु भएको छ नि, त्यहाँनिर चाहिँ पहिला त्यही सुकुम्बासी बस्ती थियो। त्यो अलिकति अगाडिको समयपछि चाहिँ आउट भयो। त्यो सबै ठाउँबाट एकैचोटि हटाएको थियो नि, त्यो बेलामा सबै हट्यो। अहिले त्यहाँ डोजरहरू छ। त्यो खोला विष्णुमती खोला बगिरहनु भएको छ। यति सफा खोला, पहिलाको खोला नरक जस्तै थियो। अब हामी चाहिँ यहाँबाट विष्णुमती हुँदै बालाजी चोक हुँदै यसरी बक्सला हेर्नुहोस्। अब यहाँबाट बालाजी चोक हुँदै हामी त्यो अघि देखाएको जो विष्णुपती खोला हो, त्यसको छेउमा चाहिँ सुकुम्बासी बस्तीहरू थियो। अहिले सुकुम्बासी बस्तीहरू हट्यो। अहिले सफा छ। अहिले त साउन भदौको बेला पनि भयो नि त, त्यसले गर्दा पानीले गर्दा फोहोर पनि जम्मा भएको छैन। यो चाहिँ विष्णुमती पुल भयो। पुल क्रस गरेपछि बालाजु, यतापट्टि चाहिँ 16 फुटे बच्चाहरू कलेज जाने बच्चाहरू कलेज जाँदैछन्। उतापट्टि स्वयम्भूनाथ, यो विष्णुमती खोला बगिरहनु भएको छ, हेर्नुहोस्। त्यो अगाडिको जुन पहेँलो एस्काभेटरहरू देखिरहनु भएको छ हो, त्यहाँ सबै सुकुम्बासी बस्ती थियो। त्यो अहिले सफा भएछ, हेर्नुहोस्, क्लिन छ। बिहानको चहल पहल सुरु भइसकेको छ। गाडीहरू मोटरसाइकलहरू यता बाक्लै चलिरहेको देखिन्छ। हामी बालाजु चोकमा पुग्दैछौँ। रिङ रोड, जुन चक्रपथ भन्छ, काठमाडौँ भ्यालीलाई वरिपरि एउटा बाहिरी ठुलो सडक। विद्यार्थीहरू धेरैजना कलेज ड्रेसमा जाँदै हुनुहुन्छ कलेज। यो हेर्नुहोस् बालाजु चोक। अहिले ठ्याक्कै 5:30 भइरहेछ। 5:30 बजे यति उज्यालो छ, सबै मान्छेको चहल पहल छ। यो रिङ रोड हो। यहाँ सायद पारिजातको होला यो प्रतिमा। यो यतापट्टि जुन हामी अगाडि देखिरहेको छौँ, त्यसको अगाडिपट्टि चाहिँ नयाँ बस पार्क छ, गङ्गाबु नयाँ बस पार्क, आमाखुसी। यो ठुलो रिङ रोड एरिया हो।
त्यसले काठमाडौँलाई जोड्छ, वरिपरि घुम्छ यो बाटो। गाडी आफ्नै स्पिडमा छ। यो स्कुलको गाडी हो, अहिलेदेखि चलिरहेको छ। अब हामी यता जाँदैछौँ, जेब्रा क्रस गर्दैछौँ। यतापट्टिको साइड चाहिँ स्वयम्भू जाने हो है। यो छिटो यो बाहिर, काठमाडौँ बाहिरबाट आएको गाडी रहेछ यो। हेर्नुहोस्, काठमाडौँ बाहिरबाट आएको नाइट गाडी। यतापट्टिको साइड चाहिँ यो स्वयम्भू जाने हो है। अब हामी चाहिँ यता 22 धारातिर जान्छौँ। बिहान उता जाने, फेरि यहाँबाट जेब्रा क्रस गऱ्यौँ। अब हामी जान्छौँ बालाजु 22 धारा। यो बालाजु चोक हो। सबै सटरहरू हिजोको जस्तै। यहाँ चाहिँ मिठाई पसल, एउटा मिठाई पसल खोलेको रहेछ। बस्तीहरू पुरानो बस्तीहरू हुन्, हेर्नुहोस् न। अहिले पनि घरहरू सानै छन्, जुन पहिलाको अवस्थामा थियो त्यही नै छ। यहाँतिर त्यति धेरै घरहरूको परिवर्तन आएको देखिनँ मैले, बनेर नयाँ। मैले पहिला देख्दा नि यस्तै थियो, अहिले पनि यस्तै नै छ। दाइले यहाँ पसल खोलेर सजाउँदै हुनुहुन्छ। हेर्नुहोस्, बिहानको सबभन्दा ठुलो ड्युटी काठमाडौँ भनेको दुध यसरी प्याकेटमा हामी बेच्छौँ। दुध अनि तरकारी। सबभन्दा बिहान काठमाडौँको बिहान एउटा व्यक्तिहरूले चाहिँ, जसले तरकारी, फलफुल अनि दुधको व्यापार गर्नुहुन्छ, उहाँले चाहिँ 12 महिना पानी परोस्, घाम लागोस्, चिसो होस्, यो हस्पिटल हो है। उहाँले बिहान 4 बजे 3 बजे उठ्नै पर्छ। हेर्नुहोस्, यो चाइनिज गाडी, त्यो सायद भन्सार छुटेर आयो होला, बिक्री नभए होला। यो म यो अगाडि 1-2 महिना अगाडि आउँदा टन्नै थियो, अहिले यति भएछ, कम भएछ अहिले। उहाँले उठ्नै पर्छ कुनै हालतमा पनि, किन दुध त कुनै हालतमा पनि उठ्नै पर्छ, दुध त ल्याउनै पर्छ। नेपाल बन्द भयो भने पनि उहाँले उठ्नै पर्छ। यहाँ चाहिँ पाउरोटी पसल छ जस्तो लाग्यो मलाई। हो, यहाँ सबै जति पनि पसल, यो साइकलमा त्यो बुढा मान्छेले त यहाँ लाने रहेछ नि त। त्यो रातो टी सर्ट लाउने हेर, हाम्रोतिर आइपुग्छ नि। मान्छेले उठ्नै पर्छ, दुईवटा चाहिँ एकदम जरुरी छ। अनि अर्को भनेको व्यापार गर्ने मान्छेले भनेको यो कित्लीमा, त्यसमा चिया बेच्नुहुन्छ कि, त्यो हस्पिटलको छेउमा हो। उहाँहरूले पनि रातभरि नै उठेर काम गर्नुपर्छ। मतलब उहाँ पनि राति, उहाँको टाइम टेबल अलि मिल्दैन। अरू बाँकीको त 10-5 को ड्युटी हुन्छ। यहाँ फ्याक्ट्रीहरू भन्ने त्यस्तो खासै छैन, त्यसले गर्दाखेरि 24 घन्टै सिफ्टमा काम गर्ने भन्ने। यहाँको वातावरणलाई नि बारुण यन्त्रहरू छ, बारुण यन्त्र। यो चाहिँ औद्योगिक क्षेत्र हो है, बालाजु औद्योगिक क्षेत्र भनेर भन्छौँ नि हामी। जुन जस्तो हेटौँडामा औद्योगिक क्षेत्र छ हो, त्यस्तै यो औद्योगिक क्षेत्रभित्रको एरिया हो। यहाँभित्र कल कारखानाहरू छन्। अब कति काम गर्छन् त्यो त मलाई थाहा छैन, तर कुनै समयमा चाहिँ सबै उद्योगले काम गर्थ्यो, काम चालु थियो। नेपाल एकाउन्टिङ कन्सल्ट्यान्ट रे यो चाहिँ। मैले भनिहालेँ, घरहरू सबै पुरानै अवस्थाका छन्। यहाँ घरहरू त्यस्तो चेन्ज भएको मैले देखेन।
यहाँ एउटा कुकुर छ बिचमा बसिरहेछ। बाइस धारा पनि यो यसमा पनि वर्षमा एकपटक मेला लाग्छ। भित्रको भौतिक संरचनाहरू राम्रो छ, बोट बिरुवाहरू, पोखरी छ, माछा राम्रोसँग सजाएको छ, व्यवस्थित गरेको छ। काठमाडौँ आउँदाखेरि तपाईँलाई पार्कमा जान मन लाग्छ, एकछिन आराम गर्न मन लाग्छ, सौन्दर्यता हेर्नु मन लाग्छ भने त्यहाँ जाँदा हुन्छ, राम्रो छ। यो खास गरी यो जुन भिडियोहरू बनिरहेछ, यो भिडियो चाहिँ हाम्रो नेपालमा बस्ने नेपालीको लागि मात्रै भन्दा पनि विदेशमा बस्नेहरूको लागि पनि अनि विदेशीहरूले पनि हेर्न सक्नुहुन्छ। मैले त नेपालीमै छ, नेपालीमा त ट्रान्सलेट छैन, तर तपाईँलाई यदि नेपाल चाहनुहुन्छ कस्तो छ भने चाहिँ यो भिडियो हेर्दाखेरि पनि तपाईँलाई धेरै सहयोग हुन्छ। तपाईँलाई बस ड्राइभ भनौँ न, जुन भाडाको बसहरू लागिरहेकै हुन्छ, आजभोलि त्यस्तो भाडाको बसमा गाह्रो छैन। अलमोस्ट 10 मिनटमा गाडीहरू देखिरहनुहुन्छ। सबै गन्तव्यमा जाने गाडी पाइन्छ। अनि कहीँ त्यस्तो केही छैन, अहिले डर अप्ठ्यारो महसुस हुने केही छैन। एकदम शान्त वातावरण छ, सफा छ, सुग्घर छ, व्यवस्थित छ। सबले सबलाई हेल्प गर्नुहुन्छ। केही कुरा बुझ्नु भएन भने सोध्नुहोस्। अहिले फेरि अर्को राम्रो पक्ष भनेको पठाओ, इनड्राइभ, उबर, याङ्गो भन्ने यो भाडाका सवारी साधनहरू पनि छन्। त्यसले गर्दा तपाईँलाई प्रायः यो भाडाका बसै लिनुपर्छ भन्ने छैन, ट्याक्सी नै लिनुपर्छ भन्ने पनि छैन। तपाईँलाई छिट्टै जानु छ भने उहाँहरूको सहयोगमा तपाईँ जान सक्नुहुन्छ, केही गाह्रो हुँदैन। यो अगाडि अहिले चाहिँ यो जुन मोटरसाइकल उभिरहेछ, पार्किङ छ, त्यसको लेफ्ट साइडमा नेपाल प्रहरीको प्रहरी पोस्ट छ। प्रहरी पोस्ट छ यहाँ, बालाजु प्रहरी पोस्ट। प्रहरीको गाडी पनि बसिरहेछ एउटा। यो चाहिँ गाडी हो, नेपाल प्रहरीको पोस्ट हो। फोहोर लिएर गयो। फोहोर हेर्नुहोस् त्यहाँ अगाडि त्यो निलो छोपिरहेछ नि, निलो उसले प्लास्टिकले। यो चाहिँ तपाईँको उता बन्चरे डाँडामा फोहोर लिएर जाँदैछ। यो मलाई लाग्छ यो बालाजुको यता माथिपट्टि लानुहोस्, त्यहाँ लाइभ भ्यू पनि छ क्या आनन्दको। बच्चाहरू आउँदैछन् है, कलेज जाने बच्चाहरू आउँदैछन् है। देख्नु पनि तपाईँले यताको भिड उताभन्दा अझै बढी रहेछ। पसल ल बहिनी, दुईवटा बहिनीहरू आइरहेछ नि, यिनीहरू लाज मान्छन् अब हेर्नु है। कलेज जाने धेरै नै विद्यार्थी हुँदो रहेछ यताबाट। नेपालमा चाहिँ काठमाडौँ चाहिँ
सबैको एउटा गन्तव्य नै हो। किन भन्दा आफूले मैले यही जानेको छु, यही गर्नुपर्छ भन्ने छैन यहाँ, बुझ्यो नि। काठमाडौँ छिर्नुहोस् ल, बालाजु 22 धारा, यो बालाजु 22 धारा हेर्नुहोस्। यहाँको माहौल चाहिँ यस्तो छ। यताबाट जाने हो हेर्नुहोस्, यो बालाजु 22 धारा हो। यहाँ यस्तो राम्रो छ। यो चाहिँ यस्तो ठाउँ हो जुन ठाउँमा तपाईँसँग जाँगर मात्रै हुनुपर्छ, बाँच्न सक्नुहुन्छ। आफूले जानेको सिप छ त सिप गर्नुहोस्, अदरवाइज तपाईँलाई आँट चाहिँ हुनु पऱ्यो, लाज हुनु भएन। हेर्नुहोस् त यस्तो राम्रो पार्क छ। यो अगाडि चाहिँ जङ्गल हो। यहाँ माछा थियो, आज त खोइ देखेन माछा मैले। छ ल हेर्नुहोस्, यहाँबाट हेर्नुहोस्, बुझेँ। ल हेर्नुहोस्, बालाजु 22 धारा भनेको यही हो। धारा चाहिँ म तपाईँलाई देखाउँछु अहिले। म यतैबाट लाग्छु। सबजनाले एक्सर्साइज गर्दै हुनुहुन्छ। यस्तो यस्तो साधारण कुराले कति राम्रो लाग्ने कि, जो कि एउटा मेसिनले पानीलाई फालिरहेछ होइन, त्यो पनि हेर्दाखेरि कस्तो राम्रो लाग्छ कि। साना साना कुराले खुसी दिने रहेछ कि। यो चिज पानी यत्तिकै हुन्थ्यो भने मान्छेले एकछिन उभिँदैन थियो। त्यसैले मलाई लाग्छ साना साना कुरामा खुसी छ कि, तर हामी त गर्दैनौँ। कस्तो राम्रो राम्रो माछा छ हेर्नु। कति धेरै रहेछ, रातो कालो। यहाँ कति धेरै छ। यहाँ भ्यागुत्तो पनि छ एउटा है, यहाँ नै भ्यागुत्तो। यहाँ रातो कालो सेतु। यहाँ कति धेरै छ। यहाँ पनि छ पोखरी। उसो 22 धारा चाहिँ जानुपर्छ है। त्यहाँ उताबाट फर्केर आएर 22 धारा जानुपर्छ। माथि जाने त्यही त। यो चाहिँ तपाईँको यो माथिको जङ्गल चाहिँ नागार्जुन जङ्गल हो। यो कताबाट होइन माथि नजाने म अस्ति घाटोमा अनि उताबाट फर्किँदा चाहिँ आउन त्यहाँ मिल्दैन त्यसरी त्यहाँ आउन। ल 22 धारा चाहिँ तपाईँको यही हो है, जुन हामी मेन 22 धाराको कुरा गर्छौँ नि।
पानी छैन। हो यहाँनिर 22 धारा छ। यहाँनिर जुन देख्नुहुन्छ नि हो त्यो चाहिँ 22 धारा हो कि। पानी अहिले छैन तर यहीँ नै हो 22 धारा। 22 धारा देख्नुभयो? धारा देख्नु हो यही हो धारा। यहीँ नै नुहाउने हो। एउटा हामी वर्षमा एकपल्ट कहिले नुहाउँछौँ हामी यहाँ? वैशाख पूर्णिमा चाहिँ हामी यहाँ आएर नुहाउँछौँ। एउटा हामी धर्म हुन्छ भन्छौँ कि घाउ खटिराहरू निको हुन्छ भन्छ। घाउ खटिराहरू निको हुन्छ भन्छ। माथि एक्सर्साइज गर्दै हुनुहुन्छ। अब हामी चाहिँ नागार्जुनको अलिकति माथि जङ्गलमा छिरौँ। यहाँ सायद राजा र रानीको तस्बिर पनि छ त्यहाँ। हेर्नुहोस् त, मलाई लाग्छ महेन्द्र सरकार हुनुहुन्छ उहाँ। महेन्द्र सरकार र उहाँको श्रीमती रत्नराजी हो कि होइन? भइहाल्यो, मैले यहाँबाट गरिसकेँ। जाउँ म यताबाट जाउँ न अब हिँड। अब हामी चाहिँ भर्याङ चढेर माथि जाँदैछौँ। यो हो म्युजिक बजाएर एउटा मर्निङ वाक। मान्छेलाई कति मन पर्दैन होला, त्यही भएर मैले अन्त देखाएको। जङ्गल यति नजिक आउँदाखेरि हामीले यस्तो राम्रो पिसफुल वातावरण पाउँछौँ क्या। हामी जङ्गल चढ्दैछौँ। ल चाहिँ बिहानको एक्सर्साइज। त्यो एक्सर्साइज भइरहेछ म्युजिक बजाएर। त्यो तलबाट देखाउने जाउँ, यताबाट जाउँ। हामी अब ओह्रालो झर्दैछौँ। चिप्लेलाई त पनि छ। यो बालाजु 22 धाराको माथिपट्टिको एरिया हो। देखाउँछु म।
यहाँ अगाडि चाहिँ तपाईँले बालाजु स्विमिङ पुल भन्छ नि हामी हो यो बालाजु स्विमिङ पुल हो के हो ऊ कराएर हो छ ए होइन त्यो त 6 बजे यहाँ स्विमिङ पुल हो हेर्नुहोस् ड्युटी सिफ्ट यहाँ बाँदरको झुन्ड पनि बसेर खाइरहेको छ केही खानेकुरा त्यहाँ हेर्नु न बाँदरको झुन्ड हो कपाल कोर्दैछ जुम्रा खाँदैछ हेर्नुहोस् है त्यहाँ हेर्नुहोस् त्यहाँ ल अब हामी फर्किन्छौँ तलबाट जान मिल्छ कि माथिबाट जाउँ न फोहोर छ जस्तो त जाउँ त हिँड जाउँ यहाँबाट हाम्रो एउटा बाँदर साथी जाँदै हुनुहुन्छ बाँदरको दुईवटा सानो बेबी पनि जाँदै हुन्छ हेर्दै हुनुहुन्छ ऊ हेर् न लुक्नु खोजेको ओहो ओहो लुक्नु खोज्दा रहेछ नि फेरि सर तिमीले कहाँबाट लिएर आयो छिर्नु त सकिन्छ हामी यस्तो गल्ली खोजबाट आयौँ मेरो साथीले एक नयाँ बाटो भन्नु मेरो साथीले नयाँ बाटो भन्नु खोज लिएर आउनु होइन हुन त एउटै बाटो किन आउनु र हामी खोजबाट आयौँ यहाँ ल हेर्नुहोस् जाऊ बालाजु 22 धाराको परिसर हो हेर्नुहोस् न कति राम्रो छ ल बालाजु 22 धारा भने अघि हामीले देखाउन खोज्दै थियौँ नि यही नै हो यहाँ 22 वटा धारा छ पुरै वाइड गरेर देखाउँदैछु तपाईँहरूलाई ल यो अग्लो ठाउँबाट पुरै कभरेज हामी यो बाटो जाने यता पनि एउटा पोखरी जस्तो रहेछ यो बालाजु 22 धारा सायद यहाँ ल हेर्नुहोस् पोखरी माछा छ यहाँ पनि अनि समातेको छ यो पानीको यस्तो कलकल आवाज सायद सबैलाई मनपर्छ होला यो पानीको कलकल आवाज मलाई लाग्छ सबैलाई मन पर्ने हो हेर्नुहोस् कहाँबाट आइरहेको छ
कति राम्रो आवाज। र नानीले चाहिँ पानी खेल्दै हुनुहुन्छ, बच्चाहरूलाई रमाइलो लाग्यो। अगाडि एक्सर्साइज भइरहेछ। जाऊ। त्यहाँ पनि हुन्छ नि त माथि। माथि नजाउँ। त्यो उ गरेर रहेछ क्या, बाँदरले गर्छ नि। ए जाने त्यहाँ पुग्नेहरूको। हेर हाम्रो बुद्ध भगवानको प्रतिमा हरेक ठाउँमा देख्नुहुन्छ यस्तो। ल हामी बालाजु 22 धाराको परिक्रमापछि अब फर्किँदैछौँ। यहाँ मन्दिर छ एउटा। पूजा गर्दै हुनुहुन्छ। वसुन्धरा र मनोकामनाको प्रतिमा रहेछ यहाँ। कुकुरहरू मजाले बस्नुभएको छ। यहाँ तपाईँलाई एउटा बुढा नीलकण्ठको प्रतिमा पनि देखाउँछु है। यो खास त बुढा नीलकण्ठमा हुनुहुन्छ, तर यहाँ पनि एउटा प्रतिमा रहेछ। बुढा नीलकण्ठको प्रतिमा। बुढा नीलकण्ठ भनेको चाहिँ खास विष्णु भगवानको अवतार हो। यता कुकुरहरू पनि आनन्दले बसिरहनु भएको छ। पानी परेको छ नि त, त्यसले गर्दा। हामी यहाँबाट आजको लागि बाई बाई गर्दै बालाजु 22 धारा यताबाट चाहिँ यो बाइपास जान्छ है बालाजु। यताबाट ओसो अनि नुवाकोट जाने बाटो पनि छ। ए हामी त बाहिर निस्क्यौँ छ। बाहिर हुने भित्रै छ भने काठमाडौँ महानगरपालिकाको एउटा सेफ्टी ट्याङ्क सफा गर्ने गाडी पनि रहेछ। साढे 5 देखि सुरु गरेको 6 बजे नै सिद्धिएछ हाम्रो आजको यात्रा। अब हामी बालाजु 22 धाराबाट बाहिर निस्क्यौँ। बिहानको एक्सर्साइज गरेर निस्कने मान्छेहरू आउँदै हुनुहुन्छ। यो चाहिँ 16 नम्बर वडामा पर्छ है। काठमाडौँ महानगरपालिकाको 16 नम्बर वडा, 32 वडा वडा नम्बरमा बालाजु 22 धारा पार्क। हेर्नुहोस् त्यहाँ, यो बालाजु 22 धारा पार्क। ल मैले आजलाई यहीँ बन्द गरिदिएँ, क्योंकि आज शुभ दिन, गुड डे, ह्याभ अ गुड डे। सबैको राम्रो होस्, कल्याण होस्, भलो होस्। जय पशुपतिनाथ। हस्, बाय बाय।